हेलो साथीहरू नमस्कार। म चाहिँ आज हैन यहाँ माथि सुँगुरको खोर वेल्डिङ गर्न जाँदैछु। आज चाहिँ म वहाँ गएर सुँगुरको खोरमा चाहिँ छाना लगाइदिँदैछु। पहिले चाहिँ बाँसको छाना थियो, त्यो बाँसको छाना हटाएर अब म टस लाउँदैछु। आज वेल्डिङ गर्छु। यो बुढीको सल हो। यो बुढीको सलले चाहिँ अनुहार ढाक्नुपर्छ, किनभने वेल्डिङ गर्दा चाहिँ वेल्डिङको धुवाले चाहिँ मान्छेको छालालाई चाहिँ उडाइदिन्छ। त्यो सधैँ गर्नुपर्यो। सधैँ गर्दा चाहिँ त्यो धुवाले गर्दैन, एक्कासी कहिले काहीँ गर्दाखेरि चाहिँ धुवाको असरले चाहिँ छाला उडाइदिन्छ। ल त्यसैले हो त्यो लामो लामो बाहुलाले कपडाहरू लगाएको छु। वेल्डिङ मेसिन, पन्जा, यसरी हरेक कुराहरू आफ्नो सेफ्टी तरिकाले गर्नुपर्छ। काम त जसरी गरे पनि हुने, तर आफ्नो सेफ्टी तरिकाले गरेपछि राम्रो हो। यो टसहरू चाहिँ अघि ल्याएर राखिसकेको, अनि यहाँको छानाहरू पनि निकालेर मैले राखिसकेको छु। अब यो टसलाई चाहिँ यहाँ वेल्डिङ गर्छु। अब म चाहिँ यहाँ वेल्डिङ गर्नु सुरु गरेको छु। यो दुईवटा टसलाई चाहिँ बिचमा जोडेर यो बलो बनाउँदैछु। यो बलो बनाएर चाहिँ माथि लगाउँछु। यो माथि लगाएर चाहिँ दुईपट्टि मजाले जोइन गर्ने हो। आज फेरि मैले हम्बर ल्याएको छैन कि, यसलाई टकटक हिर्काउनुको लागि अब फेरि चाहिँ हँसियाले हिर्काउँदैछु। यो हँसियाले हिर्काउने हो, यसको बलि जोडी भनेर। अब चाहिँ म यो बलोलाई माथि लगाउँछु। यो लामो बलो छ क्या, दुईवटा टसलाई जोइन गरेको। वारी एकजनाले पारी एकजनाले गर्दा त सजिलो हुन्थ्यो। म एक्लै भएको कारण चाहिँ यता झर फेरि मिलाऊ, अनि फेरि उता जाऊ उता मिलाऊ गरेर एकदम गाह्रो भइरहेछ कि। हुन त मेरो सिद्धान्त चाहिँ आफ्नो काम आफै गर्ने हो, त्यही भएर म आफैले गर्छु हरेक कामहरू। हुन त मान्छे लाउनु पनि हुन्थ्यो, तर सुँगुर खोर के भन्छ यताउति भन्छ भनेर म आफैले गरेको। आफ्नो काममा चाहिँ आफैले गर्दा एकदम राम्रो हुन्छ क्या। अरू मिस्त्रीहरू लायो भने यता लेभल मिलाउँदैन उता लेभल मिलाउँदैन होइन। उनीहरूलाई चाहिँ कसरी हुन्छ, पैसा मात्रै टिप्नु छ, आफ्नो हाजिरा पकाउनु छ। त्यही भएर आफ्नो काम चाहिँ म आफैले गर्छु। त्यही भएर टक्कसँगले मिलाएर बिस्तारै गर्छु। मेरो चाहिँ त्यस्तो छ, तपाईँहरू पनि यसरी नै गर्नुहोला। अब म चाहिँ वेल्डिङ गर्छु। वेल्डिङ योमा चाहिँ अब खम्बामा चाहिँ वेल्डिङ मजाले गरेर दह्रो तरिकाले जोइन गर्नुपर्छ। यो हिस्सामा चाहिँ म वेल्डिङ गर्दैछु। आफ्नो चाहिँ मजाले गरिन्छ, यस्तै छ। अनि अब यो यसमा बलियो पार्यो भने हावाले उडाउँदैन। यसमा सके, अब अर्कोमा गर्छु। यसरी गर्नु। आज चाहिँ मैले सुँगुर खोर पुरै वेल्डिङ गरिसकेँ। अब टिन ठोक्नु मात्रै बाँकी छ। धेरै दिनपछिको वेल्डिङ गरेकोले मेरो आँखा बहुत दुखिरहेछ। आज आँखा दुखिरहेछ। म चाहिँ अब टिन लगाउनु सुरु गरिसकेको छु। अब लास्टतिर आइसक्यो। अब यसै हो भने टिन यता मिलाउने उता मिलाउने गर्दाखेरि चाहिँ गाह्रो हुन्छ, तर मलाई चाहिँ गाह्रो लाग्दैन। म आफ्नो काम बिस्तारै मिलाएर नै गर्छु टक्कसँगले। अब यो मिलाउनुपर्छ, एक्लैले लेभल मिलाउनुपर्छ। यताउति मिलाएर लेभलले राखेपछि हेर्न पनि राम्रो हुन्छ, एक लेभलको एक साइजको। अब म काटिहाल्छु। ल आजलाई चाहिँ काम सकियो। अब अरू टिन छैन। आजलाई यति नै हो।